हेलो हेलो सम्पूर्ण साथीहरू। हेलो साथीहरू, के छ? आराम हुनुहुन्छ? अवश्य पनि आज नयाँ तपाईहरुलाई एउटा विशेष भलक आजको यो सटर्डे शनिबारको दिन विशेषतः हामी आज यो प्युठान जिल्लाकै एकदमै सबैभन्दा लामो र सबैभन्दा अग्लो पुललाई भिजिट गर्न जाँदैछौँ र त्यहाँको अवस्था के छ आजको विशेष भलकमा रहनेछ साथीहरू। म यो रोड बाटोबाट बाइकहरू नजाने ठाउँमा आइसकेको छु नजिकमा र देउराली लामिदालाई जोड्ने झोलुङ्गे पुल यसको नामाकरण गरिएको छ भने यहाँनिर माथिको फिनिसिङ पनि गरेको अवस्था ठिकै छ। त्यसै गरी यो पुलको वास्तविक के छ त? यो पुलको नाम रहेको छ देउराली लामिदा र झोलुङ्गे पुल रहेको छ भने यसको जुन लम्बाइ हो 373.80 मिटर यसको लम्बाइ रहेको छ भने यो विशेष गरी यसको उचाइ चाहिँ र केही मानिसहरू चाहिँ टाढा हिँड्न नसक्ने मानिसहरू यहाँनिर फिर्ता भएको पनि हामी देख्न चाहन्छौँ। र भाइहरू यहाँनिर कहाँबाट आएको भाइ हो? घरबाट के घुम्न आएको? मानिसहरूको यहाँनिर हरेक दिन जमघट हुने गर्छ र लाग्ने गर्छ र अलिकति दूरी लामै नै हिँड्न अलिकति फटाफट हिँडिरहेको छु है साथीहरू। तैपनि तपाईँहरूले कति मिनट कौल्टा लाग्छ भने तपाईँहरूको जिज्ञासालाई मेटाउने कोसिस गरेको छु र हेलो हेलो सम्पूर्ण साथीहरू। हेलो साथीहरू, के छ? आराम हुनुहुन्छ? अवश्य पनि आज नयाँ तपाईहरुलाई एउटा विशेष भलक आजको यो सटर्डे शनिबारको दिन विशेषतः हामी आज यो प्युठान जिल्लाकै एकदमै सबैभन्दा लामो र सबैभन्दा अग्लो पुललाई भिजिट गर्न जाँदैछौँ र त्यहाँको अवस्था के छ आजको विशेष भलकमा रहनेछ साथीहरू। म यो रोड बाटोबाट बाइकहरू नजाने ठाउँमा आइसकेको छु नजिकमा र तपाईहरुले भिडियो आजको अन्तिमसम्म हेर्नुहोला। यो अत्यन्तै राम्रो र एउटा पर्यटकीय गन्तव्य बोकेको हो यो पुल। निकै चर्चित छ। पछिल्लो क्रममा यहाँनिर मानिसहरूको भिड लाग्ने गर्छ। टिकटकहरू बनाउनेदेखि लिएर यो यहाँनिर आएर फोटोहरू खिच्ने अत्यन्तै राम्रो काम भइरहेको छ र यो बनेर सकेको छ, समापन भइसकेको छ भने अब केही दिनमै यसलाई अब औपचारिक रूपमा उद्घाटन गर्ने कुरा जानकारीमा आएको छ र यहाँको के छ त वास्तविक यो पुलको लम्बाइ चौडाइ, यो पुलको अवस्था कति छ, यो पुल वारीदेखि पारीसम्म हिँड्न कति समय लाग्छ, यी कुराहरू आजको विशेष भलकमा रहनेछ। अवश्य पनि अन्तिमसम्म जोडिनु होला साथीहरू भन्न चाहन्छु। नयाँ जोडिएका साथी हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब ट्याक लाएर सब्सक्राइब गरेर जोडिनु होला। किनकि म यता पालिकातिर पनि आज जाने काम परेको हुँदा पालिकातिर पनि आज विशेष स्वास्थ्य जिरो होम डेलिभरी गौमुखी गाउँपालिकाले आज घोषणा गरिरहेछ। सो यो तलतिर जाँदै गर्दा यहाँको भिडियोहरू रेकर्ड गरिरहेको छु र म गाडीमा यात्रा छु। त्यसैले गर्दा साथीहरू ल अब तपाईँहरूलाई धेरै कुरा नगरी बाटो अलिकति यतातिर बाइक लिन अलिकति गाह्रो छ, बाटो अप्ठ्यारो छ है। पुल हेर्न सक्नुहुनेछ पारीतिर पुल बनिसकेको छ भने बाटो अलिकति गाह्रो छ है। त्यतिर अलि यसलाई लेभल मिलाउन पर्छ। लेभल मिलाउने हो भने यहाँनिर बाइकहरू चाहिँ हिँड्न सक्ने देखिन्छ भने अन्य गाडीहरूलाई अलिकति गाह्रो छ। केही हेर्न सक्नुहुन्छ बाटो अलिकति ग्रेट बिग्रेको छ, यसले यस्तो छ। त्यसैले गर्दा यहाँनिर बाइकहरू ल्याउन अलिकति कठिन महसुस देख्न सक्छौँ। र अहिले यो बिहानको समय हो, यति बेला दिउँसोको 11 बजिसकेको छ र 11 बजेको माहौल अलिकति मौसमले पनि साथ दिएको छ। राम्रो सिनहरू आइरहेको छ र म पारीसम्म गएर त्यहाँका सम्पूर्ण गतिविधिहरूलाई आजको भलकमा जोड्ने कोसिस गर्नेछु। अन्तिमसम्म जोडिनु होला भन्न चाहन्छु। यस्तै गाउँघरका नयाँ नयाँ अपडेटहरू भलकमा आउने गर्छ है त साथीहरू। अझै केही दूरी छ, पारी हिँड्न सक्ने पर्खिन्छ, हेर्न सक्नुहुनेछ। हामीहरू यति बेला पुलको छेउनेर आइसकेका छौँ साथीहरू है त। यो पुल पछिल्लो क्रममा निकै चर्चामा आएको हो र जुन पुलको नाम रहेको छ देउराली लामिदालाई जोड्ने
झोलुङ्गे पुल यसको नामाकरण गरिएको छ भने यहाँनिर माथिको फिनिसिङ पनि गरेको अवस्था ठिकै छ। त्यसै गरी यो पुलको वास्तविक के छ त, यो पुलको नाम रहेको छ देउराली लामिदारा झोलुङ्गे पुल रहेको छ भने यसको जुन लम्बाइ हो 373.80 मिटर यसको लम्बाइ रहेको छ भने यो विशेष गरी यसको उचाइ चाहिँ यहाँ लेखिएको छैन, उचाइ 180 मिटर रहेको छ, जुन यो प्युठान जिल्लाकै सबैभन्दा अग्लो रहेको छ भने यसको जुन क्षमता 111 मेन टन यसको क्षमता रहेको छ यो पुलको भने। त्यसै गरी यसमा 807 जना पदयात्रीहरू हिँड्न सक्ने यो पुलको क्षमता रहेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुनेछ यसको यहाँ यो जुन यहाँनिर पनि देखाइरहेको छ 807 जना पदयात्रीहरू यो हिँड्न सक्नेछन् है त। यो र यो पुल विशेष गरेर निर्माण कसले गर्यो त भने आधिकारिक अपार तामाकोशी जेविस प्रणालीले यो पुल निर्माण गरिएको थियो र उसले निर्धारित समयभन्दा छिटो नै यो पुल सम्पन्न गरेको छ। र अब भने हामी यो पुल कति लामो लाग्छ त भन्ने कुरा धेरैले साथीहरूले को गुनासो थियो, पुल वारीबाट पारीसम्म कति मिनट लाग्छ भन्ने कुराहरू रहेको छ र म तपाईँहरूलाई सुरु गर्दैछु। कति मिनट लाग्ने रहेछ त म जाँदैछु पारीसम्म, हेर्नु होला। यति बेला हाम्रो 4 मिनट 23 सेकेन्ड गइसकेको छ, 32 सेकेन्ड गएको छ। ल हेर्नुहोस् है कति मिनट लाग्ने रहेछ, 4 मिनट 32 सेकेन्ड छ यो भिडियोमा भने अब कति हुनेछ हेरौँ है। म पारीसम्म जान्छु, कति मिनट लाग्ने रहेछ। अत्यन्तै राम्रो यो पुल पछिल्लो क्रममा यो बनेको यो एउटा प्युठान जिल्लाकै सबैभन्दा लामो र सबैभन्दा अग्लो पुल जब बनेसँगै यहाँनिर मानिसहरूको घुइँचो लाग्ने गर्छ र यहाँमा फोटो खिच्ने टिकटक बनाउने को भिड रहेको छ र यसलाई अझै पनि औपचारिक रूपमा कार्यक्रम उद्घाटन जुन गरिएको अवस्था छैन। र यो पुलले एउटा अर्खा वार्ड नम्बर 1, 2 र 3 का मानिसहरूलाई एकदमै यो बाटो हिँड्नको लागि निकै सहज रहनेछ भन्न चाहन्छु। किनभने यो पुल बनेसँगै यहाँनिर मानिसहरू 1 घन्टा 1.5 घन्टा 2 घन्टा हिँड्ने यो विशेष गरेर यो पुल नभन्दा पहिले पारीको एरियाबाट यो डाँडाबाट यो उकालो चढ्ने बाटो जुन थियो त्यो बाटोको त्यो समस्या यति बेला यो पुलले गर्दा सहज बनेको छ र मानिसहरू यो पुलमा हिँड्न ले आउटजाट गर्न अर्खा र रजबराका मानिसहरूलाई अत्यन्तै फलदायी यानि सहज हुनेछ, जुन तपाईहरूले यहाँ आएर पनि कल्पना गर्न सक्नुहुनेछ। यो र यो पुलसँगै यहाँनिर वरिपरि पनि यस पुललाई थप व्यवस्थित बनाउनको लागि वरिपरि पनि तारहरू यसरी लुठाहरू बनाइएको देख्न सक्छौँ हामी वरिपरि। र यसको हाइट मैले भनेको छु 180 मिटर हाइट रहेको छ, निकैमा यो जुन प्युठान जिल्लाकै सबैभन्दा अग्लो रहेको छ। र म यताउति धेरै नै कुरा म फटाफट हिँडेको छु। यो पुलको वारीबाट पारीसम्म जान कति समय लाग्दो रहेछ भन्ने धेरै साथीहरूको जनगुनासोहरू आइरहेको थियो र धेरै साथीहरूले यो पुलको लम्बाइ र उचाइहरूको बारेमा त थाहा पाइसक्नु भएको छ। यो पुलमा हिँड्न कति समय लाग्छ त भन्ने कुराहरू अझैसम्म धेरै साथीहरूको जिज्ञासा थियो। सोही जिज्ञासालाई मेटाउनको लागि म अन्तिमसम्म जाने कोसिस गर्दैछु भने यति बेला कति 4 मिनट 2 मिनट 32 सेकेन्ड भइसकेको छ, 3 मिनट जति भइसकेको छ। साथीहरू यसरी मूल्याङ्कन गर्न सक्नुहुनेछ। हुन त हिँडाइमा पनि व्यक्तिमा भर पर्छ, कोही व्यक्ति छिटो हिँड्न सक्छ, कोही व्यक्ति ढिलो हिँड्न सक्छ, त्यसैले गर्दा पनि यो फरक पर्न सक्छ। र जुन यो पुल बनेसँगै यहाँनिर मानिसहरूले यो पुल हेर्न दैनिक रूपमा आउने गरिन्छ र यो पुलको बारेमा विभिन्न राष्ट्रिय मिडियाहरू नेपालकै चर्चित पुरानो मिडिया गोर्खापत्र अनलाइनहरूमा पनि हामीले यहाँका न्युजहरू पिकअप गरिरहेका छौँ। त्यसै गरी विभिन्न टेलिभिजनहरू, समता टेलिभिजन, त्यसै गरी झुलेनी अनलाइन पोस्ट, त्यसै गरी कामनाडेली.com, त्यसै गरी सहारा खबर लगायत थुप्रै अन्य विभिन्न मिडियाहरूमा पनि यो यस विषयमा खबरहरू आइरहेको छ। र कति मिनट लाग्छ त अझै पनि हामी हिँड्दैछु र तपाईँहरूलाई विशेष त यो कति मिनट लाग्दो रहेछ भन्ने मेन आजको तपाईहरूलाई देखाउने कोसिस गर्नेछु। र यहाँनिर पारी पनि हामी देख्न सक्छौँ 2 जना भाइहरू घुम्न आउनु भएको छ र उहाँ टिकटक बनाउँदै हुनुहुन्छ, फोटो बनाउँदै हुनुहुन्छ। र यो तपाईहरूलाई जानकारी गराउन चाहन्छु 3 मिनट 30 सेकेन्डबाट हामी हिँडिरहेका छौँ भने अहिले 30 सेकेन्ड 3 मिनटबाट 3 मिनट लगभग 4 मिनट। हेरौँ कति हुन्छ, अझै पल्लो छेउमा पुग्न अझै पनि बाँकी रहेको छ। साथीहरू म पारीसम्म नै जाने कोसिस गर्नेछु र केही मानिसहरू
चाहिँ टाढा हिँड्न नसक्ने मानिसहरू यहाँनिर फिर्ता भएको पनि हामी देख्न चाहन्छौँ। र भाइहरू यहाँनिर कहाँबाट आएको भाइ हो? घरबाट के घुम्न आएको? मानिसहरूको यहाँनिर हरेक दिन जमघट हुने गर्छ र लाग्ने गर्छ र अलिकति दूरी लामै नै हिँड्न अलिकति फटाफट हिँडिरहेको छु है साथीहरू। तैपनि तपाईँहरूले कति मिनट कौल्टा लाग्छ भने तपाईँहरूको जिज्ञासालाई मेटाउने कोसिस गरेको छु र म सुरुदेखि अन्तिमसम्म हिँड्ने प्रयास गर्दैछु। अवश्य पनि साथीहरू यो पुल एकदमै छिटो एकदमै छोटो समयमै सम्पन्न भएको हो। जुन जिम्मेवारी ल्याएको थियो कम्पनीले यो एकदमै काम द्रुत गतिमा बनाएको थियो। त्यसैले हामी यो कम्पनी यो जुन अपार कम्पनी छ त्यसलाई पनि हामीले विशेष धन्यवाद दिनै पर्छ। र अब हामी लगभग छेउमा आइसकेका छौँ है साथीहरू। यसरी बुझ्न सक्नुहुनेछ 3 मिनट 30 सेकेन्ड 30 सेकेन्ड अतिरिकाल साथीहरूलाई ठ्याक्कै आइसक्यो है। ल साथीहरू 30 सेकेन्ड भनेको मतलब यति बेला त 6 मिनट। ओहो झन्नै 6 मिनट लाग्यो है साथीहरू। मलाई 6 मिनट जति लागेको हामी महसुस गर्न सक्छौँ भने अब तपाईँहरू व्यक्तिमा भर पर्छ हिँड्ने। 5-6 मिनट कन्टिन्यू लागेको देखिन्छ। यो यसरी सिन यस्तो रहेको छ है।